नमस्कार सम्पूर्ण जनामा म सुरज कुमार सिंह स्थायी ठेगाना सर्लाही जिल्ला बल्दर नगरपालिका वार्ड नम्बर 6 हालको बसाइ एउटा उपमहानगरपालिका मकवानपुर जिल्ला। आज म नेपालको 77वटा जिल्लाको नाम तलबाट माथि माथिबाट तल भन्ने प्रयत्न गर्दछु र भन्न सक्छु भने पनि आत्मविश्वास। ल स्टार्ट। कोशी प्रदेश, ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी तलबाट माथि सुनसरी, मोरङ, झापा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ। प्रदेश नम्बर 2 मध्य प्रदेश, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तलबाट माथि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी। प्रदेश नम्बर 3 बागमती प्रदेश, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ तलबाट माथि काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा। प्रदेश नम्बर 4 कास्की प्रदेश, गण्डकी प्रदेश, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, मनाङ, गोर्खा, कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, नवलपुर तलबाट माथि नवलपुर, स्याङ्जा, लमजुङ, तनहुँ, कास्की, गोर्खा, मनाङ, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ। प्रदेश नम्बर 5 लुम्बिनी प्रदेश, नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया तलबाट माथि बर्दिया, बाँके, दाङ, प्युठान, रोल्पा, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रूपन्देही, नवलपरासी। प्रदेश नम्बर 6 कर्णाली प्रदेश, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, उम्ला, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत तलबाट माथि सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, हुमला, मुगु, जुम्ला, पाल्पा, सल्यान, रुकुम पश्चिम। प्रदेश नम्बर 7 कर्णाली प्रदेश, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली तलबाट माथि कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, अछाम, डोटी, बझाङ, बाजुरा। भयो है, धन्यवाद। हस्त।